रोल्पामा एउटै घरभित्र फेरि 3 जनाको लास भेटियो। एकपछि अर्को संसार रुवाउने कारुणिक घटनाले दुनियाँ रुवायो। भित्री गाउँ फलबाङ घटनास्थल पुग्दा नसोचेको रहस्य बाहिरियो। माथि भित्तामा अडिएको घर बच्यो, तलको घर पुरियो। छेउमा डरलाग्दो खोला, भित्ताको छेउमा अडिएको 27 घर अझै उच्च जोखिममा सुनसान बस्तीमा कसैले नसोचेको घटना यस्तो पनि हुँदो रहेछ। म त कान सुन्दैन र त्यहीँबाट छुटिन। यही खाल्डोबाट चाहिँ सब निकालिएको थियो 3 जनाको। यहाँनिर जुन माथिबाट पहिरो आयो घर पुर्यो, पारि हो पहिरो गएको चाहिँ त्यो घरहरू देखिन्छ नि त्यहाँनिर। यो बाटो खनेको देखि अलि पर त्यहाँनिर पहिरो गएको चाहिँ। यहाँबाट पहिरो गएर तल्लो घरलाई क्षति पुर्यायो। 3 जना व्यक्तिको मृत्यु भयो र यो सानो घर चाहिँ केही भएन। फेरि यो चाहिँ यसरी अडिएको छ, जोखिममा त छ तर अहिलेसम्म ढलेको छैन। अरू हुनुहुन्न परिवार? परिवारहरू कोही छोराहरू छोरा घरमा कोही छैनन् त्यसो भए? छोरा एउटा छोरा विदेश छ, नाति काम गर्न गएछ। हजुर। ऊ अब दुईटा बुढीमा बुढाबुढी बद्दाबट्टी हुनुहुन्थ्यो, उहाँहरू बित्नु भयो। अर्को छिमेकीको छोरीहरू एउटा यता गएको छ। केही घरमा बस्न आएको दुईटा छोरी पोखरामा छन्। म त त्यहाँ बुढाबुढी माथि। यो कसरी पहिरो जाँदाखेरि कति बजे थियो बुवा? कति बेलाको समयमा पहिरो गएको? आमा 9 बेला होला। त्यति बेला पानी परेको थियो कि थिएन? पानी चाहिँ डोङ्ग्राबाट खसेको। यहाँ डोङ्ग्रैबाट खसेको। त्यति बेला जुन पहिरो आयो नि, जुन बेलामा हजुरहरू कहाँ हुनुहुन्थ्यो? तपाईँ कहाँ हुनुहुन्थ्यो? घरमा भित्र हुनुहुन्थ्यो। अनि ठ्याक्कै तपाईँहरूको घरको माथिबाट पहिरो झरेको रहेछ। तपाईँहरूलाई चाहिँ के छ तपाईँहरूको चाहिँ अवस्था? यहाँ यो घर चाहिँ कति जोखिममा छ तपाईँहरूको घर? हाम्रो यो घर हो, त्यो पहिरो गएको घर ती हो। भनेपछि तपाईँहरूलाई चाहिँ कतिको डर छ अहिले? अब फेरि पनि पहिरो झर्ला भन्ने डर छ कि छैन? छ सुत्नुहुन्न? त्यो पहिरो आयोबाट सुटिनौँ भनेको जुन दिन पहिरो गयो त्यस दिनबाट तपाईँहरू सुत्नु भएको छैन? पहिरो म त कन्सिने बुढीले पहिरो आयो भने गुरु चारा गऱ्यो भनेर उसो भन्यो। म त कान सुन्दैन र त्यहीँबाट सुटिनौँ। त्यहाँबाट बिहान सबेरै उठेर बुढीले पो माथिको घर त छैन। जस्तै आमा, यहाँ कतिजनाको मृत्यु भयो यो पहिरोमा परेर? यो गाउँमा एउटा वल्लोको भाउजू, हजुर, त्यहाँको बुढाबुढी 4 जना भन्नुहुन्छ नि? 4 जना कुकुर हो, बिटेकै हो। ए कुकुर पनि हो? एउटा कुकुर हो। अनि उहाँहरूलाई कसरी निकालियो? कस्तो अवस्थामा हुनुहुन्थ्यो त्यो लासहरू? अब डुङ्गाले चापे थिए, घरको कतिपट्टिले चाहिँ फल्ल्याले चापे थिए, त्यो निकालेर निकाल्यो। ढुङ्गा फल्ल्या सबै फाले त्यो यस्तोहरू बन्चोरले काटी त्यो निकाल्यौँ। अनि नि जस्तै उहाँहरूको चोटहरू कति लागेको थियो? कहाँ लागेको थियो? कहाँ भन्ने अब यस्तै चापेको छ मरिबाट ज्यापै। खाटहरू छन्, खाटले चापेको, कोही योले चापेको, ती बन्चोरले काटी गाल्यौँ। बुवा, जस्तो घटना घटिसकेपछि प्रहरी टोलीहरू त आउन सक्नु भएन नि त, होइन? यही गाउँकै मान्छे आउनुभयो? कताबाट? बाहिरी गाउँबाट प्रहरी पनि आउनुभयो? बाहिर गाउँको एउटा छेउहरू मान्छेहरू आयो, चौकी आयो। उहाँ उसको लिबाङको सेना सैनीसम्म दुईटा पछि आइपुग्यो, पछि आयो। भनेपछि एउटा एकै घरका 2 जना
एउटा छिमेकी एउटा उल्लो घरको बाउ अनि अर्को एकजना बितेको चाहिँ अर्को गाउँको अर्को टोलको अर्को गाउँ उटापट्टि गाउँ ऊ एउटा पल्लो 4 नम्बर टिरको ए त्यो 4 जना बन्थ्यो बन्छन् बन्थ्यो